6 PM को किक अफ को खेल झापा एफसी भिड्दैछ काठमाडौँ रेजर्ससँग। 6 बजे खेल सुरु भएको छ। काठमाडौँ रेजर्सले खेलको सुरु। यहाँ काठमाडौँ मौका बनाउने प्रयास, निकै राम्रो अवसर प्राप्त गरेको छ यति बेला। आउट अफ द ब्लूज चान्स क्रिएट गर्दै काठमाडौँ रेजर्स रेभिङ। जिलेस्पी आफ्नो फुटवर्क को प्रदर्शन गर्दै कट गर्नुपर्ने आवश्यकता। अवसर यहाँ मिसिङ छ यहाँ मौका बनाउने प्रयासमा काठमाडौँ अपोजिसनको गल्तीमा मौका बनाउन सक्छ। डियोप राम्रो डिफेन्स, डियोप स्टिल अन द बल। डियोप पास दिएका थिए कोजिएलोलाई तर यहाँ मिस्टेक। मौका बनाउने प्रयास जिलेस्पीको। बुया टुरे बल लिएर पेनल्टी बक्सभित्र प्रवेश गर्ने क्रममा अझै गेरो बलमा छन् यति बेला। निकै डेन्जर प्लेयर उनी। रिकभरी बाकुरी मानेको क्रस धेरै नै पावरफुल हुन पुग्यो। फेरि एकपटक रोहन हल्का पुश गरेका थिए तर कुनै फाउल थिएन। रोहन पेनल्टी बक्सभित्र। Kappa on the attack from the right flank. Zero on the ball. Cut back. Could there be a chance for Arsik? And what a save! Look at that shot. A rocket launch. Now, the captain, Lakin with a right-footed shot. Vincent Koziello. That is a cross. Vincent Koziello, what a beautiful pass. Can he finish it? Amadou Diop. No, he cannot. Arjen Rai, agadi badhisakeka छन्. Can he make a good cross? Well defended. Gillespie still on the run, and that cross, a beautiful save. It was a clear chance for Amadou Diop. What a save from Nemanja. 0 on the ball, on the run, inside the box. Twist and turn. Yes, he can find back Buya Toure. Hello. कम्सी गर्दै यो चान्स बुया टोरेलाई लड्न पुगे समीमित हुन पुगे तर यो राम्रो इम्प्रोभाइजेसन। एरोन थापा उत्कृष्ट एफर्ट थियो। व्हाट अ टर्न देयर बाइ कोजिएलोको क्रस। यो हेडर हुन सक्छ र अझै पनि यो चान्स पेनल्टीको अपिल थियो तर डाउनवर्ड्स बल भेट्न सफल नेमान्जा लेमाजिक।